खुट्टाले सिधा गरेर देखाइदिनुहोस् त जुत्ता आयो त्यहाँ आयो दाइ ओके अहिले चाहिँ हामी सराङकोट माथि गणेशको मन्दिरमाथि उठ्दैछौँ है दाइ अझै हामी 1600 मिटरकै हाराहारीमै घुम्दैछौँ दाइ अझै लक्की भयो हजुर दाइ है दाइ अघि बिहान आएर हामी केबल कार सोध्नु भएको थियो नि दाइ हजुर तपाईँको तल हेर्नु त हजुर यता देब्रेपट्टि त्यो केबल कार भयो क्या दाइ हजुर दाइ हामी तलबाट आउने बेलाको बाटो केही बाटो आयो नि त दाइ पिकअप गऱ्यौँ ओहो दाइ त दाइलाई त अझै हावाले तान्दैछ उड्ने हो दाइ हो ठिक छ अलिकति पोखरा अझै नजिकबाट देखाउँछु म तपाईँलाई है यतापट्टि देख्नुभएको चुच्चो हिमाल देख्नुभएको छ उहाँ एउटा बादल एक्लै माथि बसेको दाइ त्यसको तल चुच्चो हिमाल देख्नुभएको छ हजुर हजुर त्यो चाहिँ मनासुलु हिमाल हो है दाइ है पोखराबाट देख्ने एउटा 8000 मिटर चाहिँ त्यो हो दाइ अहिले म अर्को दुईवटा देखाउँछु है दाइ है दुईवटा त छैन धौलागिरी छोप्पे रहेछ दाइ अहिले देखाउँछु तानेको त तपाईँले अब महसुस गरिहाल्नु लाग्यो क्या है यो चाहिँ हावाको तनाइ भयो यसमा बस्यो भने चाहिँ फेरि माथि जानु मिल्ने भयो क्या जानियो दाइ माथि भन्नुहोस् है दाइ अझै उड्ने हो भने भन्नुहोस् है अहिले है नत्र म बिस्तारै तपाईँलाई तालतिर लगाएर खेलाउँछु क्या है अलि धेरै हल्लायो कि है नमस्कार है अब अलि धेरै आएर हो क्या तपाईँलाई महसुस तपाईँको ज्यानले चाहिँ महसुस गरिहाल्छ क्या दाइ सबै ज्यान त्यसरी बनेको हुन्छ है ठिक छ यहाँ राम्रो हावा छ दाइ केही भयो अब फोटो खिच्दै तालमाथि जाने चाहिँ हामी अब हुन्छ आहा यस्तो तान्यो अन्त दाइ पारी स्तूपा भन्ने छ है तालको माथि चाहिँ होइन वर्ल्ड पिस प्यागोडाहरू छ दाइ त्यो सेतो हजुर अनि यस्तोमा चाहिँ हामीले बाटो खोजेर हामी त्यसरी डाँडा काट्दै जान्छौँ कि आजलाई चाहिँ होइन है दाइ पछि हजुर त्यो पछि आजको शैक्षिक भ्रमण जस्तै हो क्या दाइ यो कसरी चलिरहेछ होइन है ल दाइ एकचोटि मलाई क्यामेरा दिनुहोस् त दाइ ओके